हेलो एभ्रिबडी। म चाहिँ एउटा स्टुडेन्ट हो, 12 सकेर बसेँ। म चाहिँ आज तपाईँहरूलाई मेरो डेली एक्टिभिटिज के हुन्छ भनेर भन्न गएको छु। मेरो एउटा युट्युब भिडियो बनाउने मेन मोटिभ भनेको चाहिँ कन्फिडेन्स बिल्ड गर्ने हो, कुनै पनि क्यामेरा अथवा कोहीसँग कम्युनिकेट गर्नको लागि। अब मैले यो गर्नुको मेन कारण भनेर चाहिँ आज मैले युट्युब भिडियो हेरेँ, त्योबाट मोटिभेट होइन कन्सिस्टेन्ट हुन्छु, केही बुझ्छु भनेर हो। किन भन्दा मोटिभेट चाहिँ हुनै हुँदैन कहिले पनि। किन भन्दा एकचोटि मोटिभेट हुँदाखेरि हर्मोन एकदम अफ हुन्छ अनि त्यसपछि डाउन पनि हुन्छ। त्यही भएर मोटिभेट चाहिँ हुनु पर्दैन। बाइ द वे अब मैले के गरेँ म भन्न गइरहेको छु। बिहान उठेर त मेरो मेन काम भनेको एकदम ठुलो गल्ती भनेको चाहिँ फेसबुक चलाएँ मैले आज। त्यो चाहिँ एकदम ब्याड गल्ती हो मेरो चाहिँ। किन भन्दाखेरि त्यो चलाएपछि मेरो डे नै बिग्रिरहेछ। अनि त्यसपछि उठेँ, भिडियो हेरेँ, गणतन्त्र दिवस थियो आज, त्यसको रिलेटेड आइडियास भन्नेको। त्यहाँबाट एउटा मर्च पनि बाई गरेँ, कति 1020। मलाई त्यो लाइक सेतो टी सर्ट किन्नुपर्ने रातो मात्र हालिछु, त्यो पनि डिसिसिभ मिस्टेक भयो मेरो। त्यसले गर्दा पनि म कहिले रिग्रेटमा छु। तै पनि ठिक छ। अहिले गर्मी चाहिँ छैन, पसिना हेरिरहनु भएको छ होइन, एकदम 40 डिग्री पुगिरहेछ अहिले। त्यो गर्दा एकदम अप्ठ्यारो भइरहेछ। किनभने मलाई बानी छैन नि त, काभ्रेमा बस्ने मान्छे चितवन आएर गर्मीमा बस्नु भनेको त एकदम गाह्रो हो नि त। त्यो छ। अनि त्यसपछि अरू पनि त्यस्तै छ। अनि बिहान मेरो फेरि क्लास हुन्छ 7 देखि 12 बजीसम्म चाहिँ मेरो इन्ट्रान्स प्रिपरेसन क्लास हुन्छ। आज चाहिँ क्लासमा हामीले फिजिक्स मात्र पढ्यौँ। फिजिक्स र मेन्टल एबिलिटी टेस्ट भन्ने एउटा हुन्छ। अनि मैले चाहिँ भेटनरी सम्बन्धी इन्ट्रान्स दिन लागेको। यहाँ चाहिँ कमन इन्ट्रान्स एक्जामिनेसनको सिलेबस पढाइ भइरहेछ। पछि चाहिँ अब सेक्सन छुट्याउँछन् भनेको छ, अब के गर्छन् अब हेरौँ। अनि मैले 20,000 बुझाएको यहाँनिर, 20,000। अनि होस्टेलमा बसिरहेको छु, त्यसको लागि चाहिँ 13,000 बुझाएको मैले। चाहिँ अलि बढी हो, के हेर्छ, कसले हेर्छ र। अनि त्यसपछि अरू के छ र, अनि गरिरहेको छु अब। अनि आएर खानासाना खाएँ, 12 बजे खाना खाँदाखेरि, 9 बजे खाना खाने भने 12 बज्दाखेरि त गाह्रो पर्छ। अब एकछिनमा 7 बजी खाना खान जाने, त्यसपछि आज चाहिँ घुम्न जान्छु म। अनि आएर दिउँसो मैले पढेँ, कति डेली टेस्ट पेपर भन्ने हुन्छ, त्यसको लागि 2 घन्टा छुट्याएँ मैले। 1 घन्टा पढेँ, 1 घन्टा अनलाइन क्लास लिएँ, जम्मा 4 घन्टा पढेँ। त्यसपछि फोन हेरेँ 2 घन्टा। आएर खानासाना खाएर 2 बजीसम्म फोन हेरेँ। त्यसपछि अहिले पनि मैले फोनै हेरेँ, 2टा भिडियो हेरेर टन्नै भिडियो हेरेँ मैले। अनि पढ्न थालेँ, नरमिपल कन्डक्सन पढेँ। अनि त्यसपछि अहिले यो भिडियो बनाउँदैछु। त्यसपछि अब मेरो काम पनि यस्तै हो। मलाई निन्दा लागिरहेको छैन, किन भन्दा म 15 वर्षदेखि, 15 होइन, म कहिले भएको थिएँ 18 वर्ष भइमा घरैमा छु, एकचोटि बाहिर निक्लेँ छैन म। त्यसको कारणले गर्दाखेरि चाहिँ म चाहिँ यो ठाउँमा आएर नयाँ ठाउँमा एडाप्ट हुनलाई चाहिँ गाह्रो भइरहेको छ। बट ठिक छ, आई विल एड्याप्ट है। अब ठाउँ चाहिँ के छ भन्दा गर्मी छ। अनि त्यसपछि स्लिपिङ एबिलिटी चाहिँ मिलिरहेको छैन, जसको कारणले गर्दा चाहिँ मलाई अप्ठ्यारो भइरहेको छ। त्यो पनि ठिक छ। अनि मैले नयाँ साथीहरू बनाएको छु, किनभने म साथी बनाउनु चाहिँ एकदम कच्चा छु। कम्युनिकेसन एकदम डाउन छ। म केही बोल्न चाहिँ बोल्दिनँ ठाउँमा, र साथी बुझिसकेपछि बोल्ने गरेको छ। ठिक छ, यसै गरी ट्राई गर्दै जानुपर्छ। अब तपाईँहरूले मेरो भिडियो त कसैले हेरेको छैन मलाई थाहा छ, कि फर्स्ट भिडियो हो। त्यही भएर थ्याङ्क यू यदि हेरिरहनु भएको छ यहाँसम्म भने। के भन्ने, मैले जे गरिरहनु भएको छ गरिरहनुहोस् तपाईँ आफ्नो पनि। अनि म को हो, म कसैलाई मलाई चिन्नु पर्ने अवस्था छैन। डोन्ट वरी अबाउट मी, वरी अबाउट योर सेल्फ। अनि तपाईँको परिवारले तपाईँको माथि के एक्सपेक्टेसन गरेछ त्यो गर्नु होला। अनि डोन्ट बी इन रिलेसनसिप, त्यो चाहिँ म एकदम भन्छु। द्याट्स इट। थ्याङ्क यू भेरी मच। एन्ड सब्सक्राइब त के भन्नु। बाई।